चाहिँ मेरो गाइजहरु हैन आज चाहिँ हाम्रो खातबारीदेखि सेतोसम्मको यात्रा रहेको छ। हामी अहिले त्यो गुराँसको पुल पनि देख्छौँ छेउमा हैन। यो चाहिँ हामीले कुवा पानीमा अलिकति छेउमा हामीले टिपेको छौँ हैन। अब यो खासै टिप्न दिँदैन, हामीले चाहिँ मान्छे नभएको मौका छोपेर हामी टिपेको छौँ हैन। अनि कस्तो लाग्छ हजुर हाम्रो ध्यान हुनुहुन्छ मेरो छेउमा चाहिँ हाम्रो? हजुर एकदम मलाई खुसी लागिरहेछ। अब योभन्दा 12-14 वर्ष अगाडि हजुर मैले हिले बाटो नुन बोकेर हिँडेको बाटो यो हजुर यो भनेको सुम्बाभिर भनिन्थ्यो। सुम्बाभिर पर्छ यो अगाडि चाहिँ हैन। यही छेउमा पनि अब खाना हामीले पकाएर खाने गरेको थियौँ पहिले हैन यो बाटोमा। ए हजुर अब पहिलाको चलन अब आफ्नै भारीमा चामलदेखि लिएर हरेक अब रासिन पानी बोकेर खानेकुराहरू सबै बोक्नु पर्ने थियो। अनि त्यसै अब नुनको भारी भन्दा खानेको भारी धेर हुन्थ्यो हाम्रो। त्यसै गरेर हामीले खानेकुरा बोक्नु पर्यो हैन बाटोमा। हजुर हो गर्दै गर्दै यहाँसम्म आयौँ हैन। अहिले एकदमै हाम्रो अब गाउँ घरसम्मै गाडीमा चढेर पुग्नु पाउँदाखेरि मलाई खुसी लागिरहेछ, गर्व लागिरहेछ। यो पनि एकदमै आफ्नै छिमेकी भाइ, मेरो सालो भाइ हो उहाँ चाहिँ, गुरु चाहिँ। अनि उहाँसँग आज अब घरतर्फ खातबारी भएर घरतर्फ लागिँदैछ। यसमा मलाई एकदमै खुसी छ। हस् ल।